नेपाल आमाको पीडा बोकेको चलचित्र हो। यो चलचित्र हामी सबैको कथा व्यथा र पीडा बोकेको चलचित्र हो। हामी नेपालीहरूको, त्यही भएर यो चलचित्र एकचोटि हेर्नुपर्छ। शब्दै यति गरुङ्गो भारी शब्द छ आमा, र मलाई चाहिँ यो आमा भन्ने जुन टाइटल, जुन आमा भन्ने शब्दमा जुन चलचित्र खेल्न पाउँदा एकदमै गर्व लागेको छ, खुसी लागेको छ। हाम्रो कुन चलचित्र चल्दैछ रे? वन मोर, एकचोटि प्लिज। थ्याङ्क यू सो मच। भोलिबाट चलचित्र हेर्दै के अरे चल्दैछ, सबैजना आएर हेरिदिनु होला। र अहिले अब हामी आमा बुवा गएर हाम्रो छोराछोरी पठाउँछौँ, भयङ्कर रमाइलो गर्नु होला। सबजनाले डान्स गर्नुपर्छ। मेरो राम कृष्ण राधा र श्री आउँदैछन् अहिले एकछिनमा, तयार भएर बस्नु होला सबैले। अनि सानो एउटा रिक्वेस्ट, अहिले जति पनि यहाँ बोलेको, यहाँ प्रोग्रामहरू भएको छ, सबैले आफ्नो टिकटक, आफ्नो रिल्स र आफ्नो फेसबुक मार्फत सेयर गरिदिनु होला। र हाम्रो आबाट आमा टिमलाई, पल शाहलाई, विपना थापालाई ट्याग गरिदिनु होला। हामी सबैको एन्सर दिने कोसिस गर्दैछौँ, सबैको पोस्ट सेयर गर्छौँ। थ्याङ्क यू सो मच। भोलिबाट आबाट आमा चल्दैछ। आजसम्म यो चलचित्र हाम्रो हो, भोलिबाट आमा तपाईँको हो, तपाईहरुको हातमा छ। थ्याङ्क यू, नमस्ते। धेरै धन्यवाद। एकैछिन स्टेजमा बस्दिनु होला, यहाँहरूलाई सम्मान छ। चलचित्रको टिमको तर्फबाट कृपया प्रकाश कोर, निर्माताज्यू लगायतको टिमले उहाँहरूलाई सम्मान गरिदिनु होला। यो सम्मान आमाको लागि पनि, आबाट आमाको लागि पनि, विपनाजीको लागि पनि, प्रकाशको लागि पनि, सबैको लागि हो। भोलि